ल फाइनली अब यसको चाहिँ लाइटहरू आज फिट हुँदैछ। साइड लाइट, पछाडिको ब्याक लाइट सबै आज फिटिङ हुन्छ। हेर्नु होला, तपाईहरुले पनि यो वायरिङ गर्नु परेको छ भने हामी आफैले ह्यान्डमेड तरिकाले पुरा फुल वायरिङ गर्दिने गरेका छौं। तपाईको ब्याक लाइट प्लस ब्रेक लाइट, त्यसैगरी पार्किङ लाइट, साइड लाइट र त्यस पछाडि तपाईको वाइपर, पछाडि फेरि भित्र बीचमा लाइट, सबै लाइट हामी लगाएर कम्प्लिट हेडलाइट सब वायरिङ चाहिँ तपाईको नयाँको जस्तै हुन्छ। यो हो कि हामी आफ्नो तरिकाले मोटो तार लगाएर दिने गरेका छौं। गाडीहरुमा वायरिङ गर्ने तार हुन्छ, त्यो एक बस ट्रकमा वायरिङ गर्ने तार हुन्छ, एकदम हेभी। प्लसमा सबै हामीले फुल वायरिङ गरेर दिने गरेका छ। मात्र तपाईको 3000 रुपैयाँमा दिन्छौं। तपाईहरुलाई अब गाडी चल्ने र हर्नहरु मात्रै, हर्न र हेडलाइट मात्रै बल्ने बनाउनु छ भने हामी मात्र रु तपाईको 2000 मा गर्ने गरेका छ। ठुलो गाडीहरुलाई मतलब 5 ब्याट्रीलाई लोडरको 3500 रुपैयाँ छ फुल वायरिङको। सानो गाडीको तपाईको वायरिङ त्यस्तै छ 2000 रुपैयाँ। अनि फुल गर्नुहुन्छ, ब्याक लाइट हर्नहरु सबै हाल्नुहुन्छ भने 2500 रुपैयाँ लाग्छ। त्यसको चाहिँ 500 रुपैयाँ ठुलो गाडी भन्दा कम छ। यो पसलको ठेगाना रहेको छ लालबन्दी 7 मरिन जाने बाटो, ट्राफिक बिटबाट 100 मिटर भित्र पूर्वपट्टि रहेको छ पसल। अब यतापट्टिको साइड लाइट लगाउँदै छु म। हाम्रो सम्पर्क नम्बर चाहिँ रहेको छ तपाईको व्हाट्सएपमा पनि कल गर्न सक्नुहुन्छ। साथै हामी अहिले सञ्जीव इलेक्ट्रिक भनेर एउटा पेज खोलेका छौं, त्यसमा पनि तपाईहरु फलो गरेर मेरो नम्बर त्यहाँ हुन्छ, त्यहाँबाट फोन गर्दा पनि भयो। यसमा पनि नम्बर भन्नु पर्दा मेरो 98 248 90 198, एनटीसी को चाहिँ 98 42 61 36 15 रहेको छ। साथै मेरो युट्युबमा प्लसमा फेसबुकमा सबैमा जोडिनु होला र लाइक कमेन्ट शेयर गरिदिनु होला। काम राम्रो लाग्छ भने मात्रै आउनुस् म भन्छु, तर एकचोटी काम गर्ने मौका पनि दिनु होला। जहाँसम्म लाग्छ जो व्यक्ति एकचोटी मेरोमा आइसक्नु भएको छ, मेरो काम हेरेर सायद मेरैमा आउनुहुन्छ, जहाँसम्म लाग्छ मलाई तपाईहरु पनि एकचोटी काम गर्ने मौका अवश्य दिनु होला। सामानको लागि रेटमा पनि तपाईको एकदम सस्तो मिलाएर दिने गरेको छ। त्यसैगरी काम एकदम फेरि तपाईको अरु ठाउँ भन्दा पनि ओरिजिनल काम हुन्छ। काम एकचोटी गराउनुस्, त्यसपछि आफै प्रतिक्रिया दिनु होला। राम्रो छ भने आउनुस्, राम्रो लाग्यो भने अरूलाई पनि भन्नुस्। लागेको छैन, केही खराबी जस्तो लाग्छ, केही काममा समस्या जस्तो देखिन्छ भने हजुरहरुले मलाई भन्न पनि सक्नुहुन्छ। भाइ यो काममा अलि समस्या छ, हामी सुधार गरेर दिन्छौं। किन भन्दाखेरि मान्छे तपाईको गर्दै गएपछि सिक्ने हो। त्यही भएर म सबैभन्दा पर्फेक्ट छु भन्न मिल्दैन कहिले पनि जिन्दगी भरि, तर यति भन्छु कि मैले गरेको काममा केही समस्या छ, केही समस्या जस्तो लाग्यो भने काम गरेको लगत्तै तपाई मलाई भन्न सक्नुहुन्छ, भाइ यसमा पनि समस्या देखियो, फेरि पुनः यसलाई गर्दिनु पर्यो भनेपछि अब त्यसैमा समस्या रहेछ भने हामी गर्दिन्छौं। तपाई टेन्सन नमानिकन ढुक्कसँग आउनु होला। साथै मेरो फेसबुकमा लाइक शेयर कमेन्ट गरी आफ्नो जति पनि साथीहरु हुनुहुन्छ उहाँहरुलाई सबैलाई सञ्जीव इलेक्ट्रिकमा पठाइदिनु होला। हाम्रो ठेगाना रहेको छ लालबन्दी 7 मरिन जाने बाटो, ट्राफिक बिटबाट 100 मिटर भित्र पूर्वपट्टि। हामीसँग जस्तो मोडिफाई गराएर वायरिङ गराउन चाहनुहुन्छ हामी त्यस्तै वायरिङ गर्दिने गर्छौं। तपाईहरुले जता जता लाइट लगाउनु छ, अगाडि पछाडि माथि तल, त्यस पछाडि पंखा वाइपर सब हामीले काम गर्ने गरेका छ। फुल वायरिङ ढुक्कको साथ आउनु होला सञ्जीव इलेक्ट्रिकमा। यो गाडीको पार्ट 1 चाहिँ मैले अर्कोमा हालेछु, पार्ट 1 2 गरेर हालेको छु।
फुल हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानलमा गएर दुवै भेट्न सक्नुहुन्छ, साथै फेसबुकमा पनि भेट्न सक्नुहुन्छ। अब हेर्दै हुनुहुन्छ पछाडिको लाइट फिट भइसक्यो। अब यसलाई चेक गरेर हामी तपाईलाई देखाउँछौँ। आज काम गर्दा गर्दा तर रात परिसक्यो यसमा। लगभग तपाईको यसमा 2 घण्टा लागेको छ वायरिङ गर्नलाई। हामीले पनि यो कपडा नापेको जसरी नै पहिला नाप गरेर तपाईको गाडी पठाइदिन्छु वायरिङको तार मिलाएर, त्यसपछि तपाईलाई फोन गरेर आउनुहुन्छ भने हामी 1-1.5 घण्टामा फिटिङ गरेर पठाइदिन्छौँ। हेर्नुहुन्छ पछाडिको लाइट फिट भइसकेको छ। ब्रेक लाइट, साइड लाइट, पार्किङ लाइट, जस्तो कि चाबी अन गर्नु बित्तिकै पनि बल्नुपर्छ, ब्रेक थिच्दा पनि बल्नुपर्छ, सबै यसमा लगाइएको छ। कृपया लाइक, कमेन्ट र सेयर गरिदिनु होला ताकि अरूहरूले पनि हेर्नुहुन्छ। अब पालो टेस्टिङको छ। हेर्न सक्नुहुन्छ हेडलाइट पनि बल्यो, साइड लाइट बलेको छ। त्यसै गरी तपाईको अब म पछाडि पनि हेर्नु साइड लाइट पुरा स्पष्ट देखिएको छ। अब पछाडिको चेकिङ गराउँछु। तपाईको पार्किङ लाइट, ब्रेक लाइट, यो साइड लाइट बलिरहेको छ। अब ब्रेक थिचेपछि ब्रेक लाइट पनि बल्छ। धन्यवाद।